28औं दिन भइरहँदाखेरि झापाको यो मुक्ति चौक जहाँबाट मुक्ति प्राप्त गरेको इतिहास छ। हाम्रो गणतान्त्रिक होस् या लोकतान्त्रिक आन्दोलनले एउटा विजय हासिल गरेको स्तम्भमा उभिएर आज हामी यहाँ हाम्रो देशको शिक्षाको समग्र नीति देऊ भनेर हामीले माग गरिराख्नु परेको अवस्था छ। र यो आज 28औं दिनमा चलिरहँदाखेरि हामी बिर्तामोडबाट काठमाडौँ गएर धेरै साथीहरू म लगायत धेरै साथीहरू काठमाडौँ गएर आन्दोलनमा सहभागी भएर पुनः यहाँ फर्केर आएका छौँ, पालो गरेका छौँ। अझै पनि धेरै साथीहरू हाम्रा साथीहरू आन्दोलनको मैदानमा हुनुहुन्छ। हामी यहाँ के गर्ने कसो गर्ने भनेर विचलित अवस्थामा रहिरहँदाखेरि हिजो मात्रै हामीले सल्लाह गरेर यो साथीहरूलाई घरमा बस्ने वातावरणबाट अलिकति सडकमा ल्याउनु पर्छ, यहाँबाट पनि आवाज बुलन्द गर्न सक्नुपर्छ। अहिले हामीले यहाँ बोलिराखेको कुरा नेपाल सरकारका कुनै न कुनै निकायमा पुगिराखेको हुन्छ र यसले पनि दबाव सिर्जना गर्छ भन्ने उद्देश्यले यो हिजो विरोध सभाको रूपमा र आज चाहिँ हामीले दबाव दिनका लागि शिक्षा ऐन तत्काल जारी गर्ने दबाव दिनका लागि यो सभा आयोजना गरिरहेका छौँ। यस्तो टन्टलापुर घाममा हामीलाई घामको वास्ता छैन, हामी डट्न लड्न एकदमै तयार भएर यहाँ मैदानमा उत्रेको अवस्था हो यो। त्यसैले यो आन्दोलनले के गरिरहेको छ भन्ने कुराको धेरै भ्रमहरू हाम्रा अन्य पेसाकर्मी साथीहरू र अभिभावक वर्गहरू व्यवसायीहरू विद्यार्थीहरूमा विभिन्न किसिमले भ्रम पनि छरिएको अवस्था पाएको छ। यो भ्रम के छ भने शिक्षकहरूले आफ्नो व्यक्तिगत सुख सुविधाको लागि तलब बढाउनको लागि मात्रै यो आन्दोलन गरेका छन् भन्ने अफवाह फैलाएर हामी शिक्षकहरूमाथि अपमानित हुने खालका सोसियल मिडियाहरूमा पोस्ट हुने गरेका छन्। खबरदार, त्यस्ता अफवाह फैलाउनेहरूले उहाँहरूका पनि बालबालिकाहरू हाम्रै विद्यालयहरूमा पढ्न आउनुहुन्छ। हामीले माग गरेको खास कुरा के भने सरकारले संविधानमा किटान गरेको निःशुल्क शिक्षाको खोइ कार्यान्वयन भएको? तपाईँ हाम्रा बालबालिकाहरूले निःशुल्क पढ्न पाएका छन्? छैनन्। त्यसैले त्यो निःशुल्क शिक्षा संविधानमा उल्लेख गर्ने तर व्यवहारमा लागू नगर्ने यो जुन सरकारको नीति रहेको छ, कानुनको अभावमा शिक्षा ऐन शिक्षा विधेयकको अभावमा ती कार्यान्वयन हुन सकिरहेका छैनन्। शिक्षकहरूका विभिन्न समस्याहरू छन्। शिक्षकहरूलाई पनि अन्य पेसाकर्मीको तुलनामा धेरै नै सबैभन्दा कम सेवा सुविधाहरू उपलब्ध गराएर हामीलाई अपमान गरेको छ राज्यले। उही सरकारी सेवामा कार्य गर्ने अन्य क्षेत्रका राष्ट्र सेवकहरूले गरेको प्रगति र हामी शिक्षक समाजले शिक्षक गुरुहरूले गरेको आर्थिक प्रगतिको तुलना हामी सबैले गर्न सक्छौँ। त्यसैले हामीले के भनेका छौँ भने राज्यले हामीलाई यसरी विभेद गर्न पाउँदैन। राज्यले हामीलाई समान सबै राष्ट्र सेवकलाई समान किसिमको सेवा सुविधाहरू उपलब्ध गराउनुपर्छ। लामो समयसम्म शिक्षकहरूलाई अस्थायीमा करारमा राहतमा आदि नाममा चाहिँ स्कुलमा नियुक्ति गरेर उनीहरूलाई स्थायित्व हुने वातावरणबाट वञ्चित गराइराखेको छ। यस कुरालाई अब हामी मान्ने पक्षमा छैनौँ भनेर हामीले विगतमा 75, 78, 80 सालमा पनि यही आवाजहरू उठायौँ र सरकारले हामी पुरा गर्छौँ भनेर हाम्रो आन्दोलनलाई टुहाइदिएको छ। र अहिले भने हामीले यो तेस्रो पल्ट पनि हार खाइसकेपछि यो चौथो पल्ट अब भने हामी कुनै हालतमा पनि छोड्नेवाला छैनौँ। 28 दिन पुग्दा पनि सरकारले सडकबाट शिक्षकहरूलाई हटाउन सकेको छैन र अब सरकार घोडा टेक्न बाध्य भएको छ। अब अर्थ मन्त्रालयमा गएर कुराहरू अड्केको छ। धेरै आर्थिक भार पर्छ, राज्यले ठेक्न सक्दैन भन्ने जस्ता गलत भ्रामक कुराहरू बाहिर ल्याइदिएर यो आन्दोलनलाई पनि निस्तेज पार्ने एउटा सरकारको कोसिस भइराखेको छ। र हिजो र अस्ति 2 दिन गरेर वार्ताहरू अगाडि बढेका छन्। वार्ताहरूले सकारात्मक मोड लिने कुरा आइराखेको छ। तर पनि अन्तिम अवस्थासम्म पनि हाम्रो शिक्षक महासङ्घ
जसले यो आन्दोलनको नेतृत्व गरिरहेको छ त्यो महासङ्घ डगमगाउने अवस्थामा छैन। यहाँहरूले हामी सबैले बुझ्नुपर्ने के रहेछ भने शिक्षक एकतामा बल हुन्छ भनेर विद्यार्थीलाई पनि पढाएका छौँ। एकतामै बल हो भनेका छौँ, युनिटी इज स्ट्रेन्थ भनेका छौँ। आज विभिन्न सङ्घ सङ्गठनका नाममा हामी विभाजित भएर बिचमा हाम्रा आन्दोलनहरू कमजोर भएको र अहिले शिक्षक महासङ्घको छातामुनि यसरी आन्दोलन गर्दाखेरि हेर्नुहोस् कति बलवान आन्दोलन भइराखेको छ। कसैले यसलाई डगमगाउन, कसैले यसलाई हटाउन, कसैले यसलाई विचलित बनाउन सकेको अवस्था छैन। त्यसैले हामी स्थानीय तहमा हाम्रो पालिकामा पनि अब हामी विभिन्न सङ्घ सङ्गठन, भातृ सङ्गठन आदिका नाममा आबद्ध भएका संस्थाहरूमा लाग्नुभन्दा एक मात्रै शिक्षक महासङ्घको छातामुनि गोलबद्ध भएर अगाडि बढ्यौँ भने आगामी दिनमा हामीलाई यो स्थानीय सरकारले पनि, स्थानीय लोकल गभर्मेन्टले पनि हेर्नुहोस् पेल्छ। हामी बिर्तामोड नगरपालिकालाई धन्यवाद दिँदैछौँ। आजको दिनसम्म उसले कुनै पनि किसिमको हरकत गरेको छैन। शिक्षकहरूलाई जबरजस्ती स्कुल जाऊ, स्कुल खोल भनेको छैन। तर अन्य स्थानीय निकायहरूबाट पत्रचार गरेर तलब काटिदिन्छौँ भनेर शिक्षकहरूलाई धम्क्याउने, स्कुलहरूलाई जबरजस्ती खुलाउन लगाउने, वडा अध्यक्षसम्मले स्कुल लगाएन भने जागिर सहित पारिदिन्छु भनेर धम्की दिने यस्ता अवस्थाहरू छन्। र यो कुरालाई हामी शिक्षक महासङ्घको छातामुनि बसेर मात्रै यस्ता कुराहरूलाई चिरफार गर्न सक्छौँ। साथीहरू, अबदेखि हामी शिक्षक महासङ्घको आन्दोलनमा डटेर लाग्नुपर्छ, डटेर सहयोग गर्नुपर्छ, आबद्ध हुनुपर्छ। अन्य कुराहरू अब हामीले बुझिसकेका छौँ। अब हामीले हाम्रो आफ्नो डिसिजन आफै गर्ने बेला पनि आइसकेको छ। म यहाँ नजिकै रहनुभएका उद्योगी व्यवसायी तथा अभिभावकज्यूहरूलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरू अहिले विद्यालय लागेको छैन, विद्यार्थीहरू बोर्डिङ स्कुलले लगिसक्यो भनेर चाहिँ एकदम चाहिँ बाहिर सुनिएका हल्लाहरूमा तपाईँहरूलाई चिन्ता पनि भइराखेको हुनसक्छ। बोर्डिङले कसै गर्दाखेरि पनि हाम्रा विद्यार्थी लान सक्दैन। तपाईँले इनिस दिनु भएन भने तपाईँको विद्यार्थी कसरी बोर्डिङमा जान्छ? तपाईँले सर्टिफिकेट दिएको छ विद्यार्थीलाई ट्रान्सफरको, त्यस कारणले कुनै पनि बोर्डिङले हाम्रा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लान सक्दैन। त्यसैले कसैले प्रलोभनमा देखाएर, कसैले जबरजस्ती गरेर लगेको छ भने पनि त्यो विद्यार्थी हाम्रो स्कुलमा फर्किन बाध्य बनाउनेछौँ। हामी यो आन्दोलन सकेर गएपछि हाम्रा विद्यार्थीहरूलाई हाम्रै स्कुलमा ल्याएर पढाउँछौँ र अझै गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नका लागि हामी यो सडकमा आएका हौँ।